मान्छेको भागो ओए आयो ओए ओए मान्छे ओए उता मान्छे ओए मान्छे ओए हामी चाहिँ डुल्न हिँडेको पानी परेको कारणले चाहिँ हामी चाहिँ अड्क्यौँ हेर्न सक्नुहुन्छ कहीँ जान नि वेलकम टु माई न्यू ब्लग है जङ्गल सफारी हाम्रो छिटो गर के अलि मान्छे आउँछ पागल भए बनाउँदैन बस मार्ने बहिनीहरूले यिनीहरूले त फुटाल्छन् जस्तो के गर्न लाग्यो हाम फाल्न लाग्यो साथी हाम फाल्न लाग्यो हाँगा हाँगा ल हाँगा हाँगा ल हाम्रो साथीले चाहिँ हाँगै झार्न लाग्यो ल ल ल ल ओए अर्को पनि ओए अर्को अर्को ल बिस्तारै झार 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 लाउँछ क्या अलिक बिस्तारै बिस्तारै ओए ल अर्को नि ल हाँगा मात्रै देख्छु त आफै देख्दिनँ त मैले ओए हाँगा मात्रै छ त गाई यार के हो आँप भन्दा धेरै त हाँगै छ यार ल ल ल ल बिस्तारै बिस्तारै आत्तिनु पर्दैन बिस्तारै बिस्तारै गर्ने कि मान्छे अहिले अलि छैनन् यतातिर अलि मान्छे अलि मान्छे होला नि तर टिपेर भ्याएपछि आउनु नि दिएको छैन अहिले हाम्रो गतिविधि हेर्नलाई यताकै भ्याइयो यता छ त भए कि सक्दैन छु टिप्न अलि ल यतातिर अब यतातिरको हाम्रो साथीले चाहिँ एउटा हाँगा भ्याइसकेको छ अब अर्को हाँगामा जानुला घरको आएन न तल फेरि ओ टाढेबाट देखान फेरि मान्छेहरूले आयो साथी होइन भाग्छ कि भाग्दैन हामी चाहिँ भाग्छौँ यसलाई छोडेर यसलाई थाहा छैन हामीले जे भन्यौँ त्यति मानिहाले अर्को पनि ल बरु साथी आएर लिएर आउँथ्यो के अरे काटेर लैजानु हुन्थ्यो मान्छे यहाँ त आउनु होला नि मान्छे गएर हुन नि मान्छे आउँछ जस्तो फेरि यता फेरि यताको मान्छे आउने हो कि यत्रो हानिन्छ यहाँ साथी फेरि यताको मान्छे आइदियो भने यो केरा घारीको केरामा चढ्ने हो केराको सकिन्छ यत्रो बुटोमा त्यो त मान्छे साथी यहीँ बस्नु छोड्दा हेर्नु सक्नुहुन्छ कता थाल्यो मान्छे पर्दैन कि त्यत्रो हाँगा पारे तिमीहरूले कति पार्यो भाइ यति खाऊ त भाइ कति पार्यो खसेको सबै बाटोमै गाई चार यत्रो हाँगा पारेको यार त्यत्रो हाँगा पारेको यार जहाँ दुईटा मात्रै रहेछ सबै खसेछ यार गाई छोरीहरू हेर्छ दुईटा मात्रै रहेछ यार सबै खसेछ बाटोमा मेरो मेरो त खाली गयो यार यो चाहिँ लास्टमा झरेको मान्छेले क्यारे गौरव धनधरी हाम्रो साथी पनि भन्छ देश केरा भित्रबाट नि मान्छेले त्यस्तो नसोच हामीले छोडेर गएको हामी छोडेर गएको होइन आँप बचाएको त त जसरी नि बचिहाल्छस् नि किन अचार खानु हुन्छ नि घर बैसी होइन
1 लाख पनि आँप हेर्न सक्नुहुन्छ। यो रातो छ, रातै के हो, आधी रातो आधी पहेँलो छ। खाना मिल्दैन भयो खाना, दुईटाहरू भने फलेको त ऊ दिँदै दिँदैन भन् भागेपछि हेर हामी बिर्सिन्छ अहिले भिडियो बनाउँदै। गाइस म चाहिँ साथीको घर आइसकेको छु, हेर्न सक्नुहुन्छ। साथी र म मिलेर चाहिँ खोलामा जाने अरे साथीले भनेको होइन। साथी चाहिँ भित्र साइकल लिन गयो, अब एकछिनमा आउँछ साथी पनि। हेर्न सक्नुहुन्छ साथीले के हो यो सामानहरू के गर्छ कारनामा साथीहरूले। यो फेरि मोटर के गर्न आँटेको। साथी खै के कामले जानु लाग्थेँ, मैले चाहिँ खोलामा जाऊँ भनेको थिएँ। त्यसपछि अर्को साइकल लिएर आइदिन्छ अनि सँगै जाउँला, छुट्टा साइकलमा भन्थ्यो। लिएर आएछ साइकल। यो साइकल त के छ, कहाँ जानु लाग्यो र? कहाँबाट पाइस् त मैले? ओहो ओहो कहाँबाट पाइस् त? कहाँबाट जा भनेको थियो भन्न। त्यहाँ खोलामा जाऊँ भनेर कता लिएर आएको म मक्ख बढी बसेको झन्। आज चाहिँ खोलामा त जाने नि, के खोलामा जाने भनेको सुरुमा त जाम भन्दाखेरि बस साइकल लिएर आउँछु भन्दा थियो। त लास्टमा अँधेरो है, अँधेरो हुन लाग्यो। कति बज्यो? 5 बज्नु लाग्यो। 5 बज्नु लागि कति भयो? माथिबाट धारा बगी हेर्न सक्नुहुन्छ। त्यस घर चाहिँ आउनु फेरि सेकिङमा साथै परेको गाइस। सेकिङ हेर्न सक्नुहुन्छ, पुलिस त झ्यापाझ्याप सेकिङ हामीले मिल्छ हेर्न सक्नुहुन्छ। पानी पनि आएको ठिक हो नि त, त्यही भएर माथि पुगिसक्यो यार। म यहाँ आएको आइछु, गाडी अघि आएन के भएको र भाइ सक्नुहुन्छ। हामी चाहिँ डुल्न हिँडेको, पानी परेको कारणले चाहिँ हामी चाहिँ यहाँ अड्क्यौँ हेर्न सक्नुहुन्छ। कहीँ जान नै मिलेन है, कति साह्रो हुन्छ यार। लास्टै हुन्छ रहेछ हेर्न सक्नुहुन्छ, होछ रहेछ लास्ट यार। खोला हेर्ने भनेर आएको, गाह्रो छ गाह्रो छ। यो त पहिलाको जमानाको घर जस्तो हेर्न सक्नुहुन्छ। पहिला बुढापाकाहरूको घर त्यस्तै कति हुन्छ यार। उभिन नि यस्तो कठिन हुन्छ। यहाँ फेरि साइकल रहेछ, साइकलहरू स्कुटीहरू सबै छ।